भारतको हिमाचल प्रदेशमा श्रीमानसँगै बसिरहेकी एक नेपाली महिला नेपाल घर जाने बित्तिकै फरार भएको घटना प्रकाशमा आएको छ। भारतको हिमाचल प्रदेशमा रोजगारी गरिरहेका जाजरकोटका प्रेम रावतकी श्रीमती सीता रावत श्रीमान रोजगारीका लागि हिमाचल प्रदेश हिँडेको एक हप्ता हुन नपाउँदै आफैले जन्माएको 3 वर्षको छोरा र 5 वर्षकी छोरीलाई घरमा अल्पत्र छोडेर 2 लाख रुपियाँ नगद र 3 तोला सुन लिएर बेपत्ता भएको भन्दै श्रीमान खोज्दै मिडियामा आएका छन्। श्रीमतीलाई नेपाल घर पुर्याएर भारत फर्किएका श्रीमान प्रेम रावत अहिले श्रीमती फरार भएको घटनाले ठुलो पीडामा परेका छन्। श्रीमती हराएको 2 हप्ता भइसके पनि उनको बारेमा केही थाहा हुन नसकेको र घरमा ससाना बच्चाहरूको पनि बिचल्ली भएको भन्दै खोजीमा सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन्। तस्बिरमा देखिएकी सीता रावतलाई यदि तपाईँले कहीँ कतै देख्नु भएको छ भने कृपया तल स्क्रिनमा दिएका फोन नम्बरहरूमा जानकारी दिन अपिल गर्दछौँ। आएको 2 हप्ताभित्रै भाउजू चाहिँ कता फरार हुनुभएछ। साना 2टा बालबच्चा हामीलाई, साना 2टा छोरा छोरी, 3 वर्ष छोरो, 3 वर्ष छोरो, छोरी 5 वर्ष भएर उहाँ चाहिँ अब केही होला, केही कमाउला, केही जमाउला भनेर अब भारतमा अब अरूको काम गर्न आउनुभएको खण्डमा उहाँ चाहिँ भाउजू चाहिँ अरू कसैले लियो कि कहाँ जानु भएको छ अहिलेसम्म बेपत्ता हुनुहुन्छ। त्यही भएर सबै नेपाली दाजुभाइ आमा बुवा तथा सबैलाई कहाँ हुनुहुन्छ खोजी गरिदिन हामी अनुरोध गर्दछौँ। होइन दाइ? दर्शकबिन, जाजरकोटको बारेको गाउँपालिका वडा नम्बर 4 जिरी घर भएका प्रेम रावत भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लाको रिवा गाउँमा ठेकेदारीको काम गर्दै आएका छन्। गत वर्षदेखि उनकी श्रीमती सीता रावत र 2 छोराछोरीहरू पनि उनीसँगै बस्दै आएका थिए। तर 3 हप्ता पहिला श्रीमान प्रेम रावतले श्रीमती र 2 छोराछोरीलाई नेपाल पुर्याएर आउने निधो गरी नेपाल गए। श्रीमती र बच्चालाई नेपाल पुर्याएको 2 हप्तापछि उनी एक्लै भारत पुगेर काम गर्न थाले। तर भारत आएको 2 हप्तापछि भने उनकी श्रीमती घरबाट सम्पर्कविहीन भएको र घरमा 2 छोराछोरीको बिचल्ली भएको फोन आयो। बुझ्दै जाँदा श्रीमती 2 लाख नगद र सुनका गहनाहरू पनि सँगै लिएर गएको थाहा भयो। उनले चिनजान इष्टमित्रका सबै ठाउँमा खोज खबर गरिसके तर उनको केही अत्तो पत्तो लागेन। उनले श्रीमती भारतमै आएको हुन सक्ने आशंकाका आधारमा भाइ पर्ने दिनेश बस्नेतको मार्फत श्रीमतीको खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेका छन्। निकै सोझा रहेका प्रेम रावतले आफू बोल्न पनि नजान्ने भएकाले भाइ दिनेश मार्फत सबैमा खोजीको अपिल गरेका हुन्। दर्शकबिन, तस्बिरमा देखिएकी सीता रावतलाई यदि तपाईँले कहीँ कतै देख्नु भएको छ भने कृपया तल स्क्रिनमा दिएका फोन नम्बरहरूमा जानकारी दिन अपिल गर्दछौँ। दाजुको एउटा भिडियो बनाउन गइरहेको छु। दाजु चाहिँ माथि अब हाम्रो बारीकोट गाउँपालिका वडा नम्बर 4 रावतजिरी, होइन, रावतजिरी चाहिँ घर पऱ्यो। त्यसको कारणले गर्दा भन्दा अब कमाइको सिलसिलामा भारतको हिमाचल प्रदेशमा आउनु भएको थियो। आइसकेपछि हामीले एउटा त्यस्तै दुःखको जस्तै कुरा सुनिसकेपछि अब दाजुलाई अलिकति बोल्न नआएको खण्डमा मैले बनाउन गइरहेको छु भिडियो। आएको 2 हप्ताभित्रै भाउजू चाहिँ कता फरार हुनुभएछ। साना 2टा बालबच्चा हामीलाई, साना 2टा छोरा छोरी, 3 वर्ष छोरो, 3 वर्ष छोरो, छोरी 5 वर्ष भएर उहाँ चाहिँ अब केही होला, केही कमाउला, केही जमाउला भनेर अब भारतमा अब अरूको काम गर्न आउनुभएको खण्डमा उहाँ चाहिँ भाउजू चाहिँ अरू कसैले लियो कि कहाँ जानु भएको छ अहिलेसम्म बेपत्ता हुनुहुन्छ। त्यही भएर सबै नेपाली दाजुभाइ आमा बुवा तथा सबैलाई कहाँ हुनुहुन्छ खोजी गरिदिन हामी अनुरोध गर्दछौँ। होइन दाइ? कहाँ हुनुहुन्छ चाहिँ मान्छे लास पनि भेटे पनि, जीवित भेटे पनि, जहाँ भए पनि आफन्त झन् अनि माइतीहरूसँग सबैसँग कुरो राखौँला। भोलि बिहान घरमा गएर अहिले परदेशको ठाउँमा काम गर्न आएको। त्यही भएर हामीले सानो भिडियो बनाएर पत्रकार टोलीलाई दिएर हामी अपलोड गर्न गइरहेको छु। नेपालको जुनसुकै कुनामा पनि हुनुहुन्छ, जहिले पनि देख्नु भएको हुनुहुन्छ भनेपछि हाम्रा सम्पर्क नम्बरहरू हुनेछन्। त्यसमा जहाँ भए पनि हजुरले कल गरिदिनु हुनुहुन्छ। कहाँ जुनसुकै कुना भए पनि हार्दिक नमस्कार। सबैले पहल गरिदिनु होला। होइन दाइ? ल।